नमस्ते साथीहरू। चर्चित गायक तथा नायक 2007 को इन्डियन आइडल विजेता प्रशान्त तामाङको निधनले इन्डिया लगायत हामी सबै नेपालीहरूलाई अचम्मित तुल्याएको छ। उनी 42 वर्षको उमेरमा भारतको नयाँ दिल्लीको आफ्नै निवासमा निधन भएको छ। उनको निधन हार्ट एट्याकको कारणले भएको भनिएको छ। प्रशान्तले 2007 मा इन्डियन आइडलमा भाग लिएपछि नेपालीहरूको अपार समर्थन पाएपछि तेस्रो इन्डियन आइडलको ट्रफी नै उचाल्न सफल भएका थिए। आइडल जितेपछि उनी पहिलो पटक कन्सर्ट गर्न नेपाल आएका थिए। प्रशान्तले अत्यन्तै चर्चित असारे महिनामा गोर्खापल्टन, बिछोडको करौतीले, मनसाइली जस्ता चर्चित नेपाली गीतहरू गाएका छन्। त्यस्तै गरेर चलचित्र गोर्खापल्टनमा मुख्य भूमिकामा अभिनयमा डेब्यू समेत गरेका थिए। यो फिल्म सुपरहिट भएको थियो भने अर्को फिल्म परदेशी पनि सफल भएको थियो र परदेशी 2 मा समेत अभिनय गरेका थिए। त्यसैगरी निशानी, अंगालो यो मायाको, किना मायामा जस्ता धेरै चलचित्रहरूमा अभिनय समेत गरेका थिए। पछिल्लो समयमा सलमान खान मुख्य भूमिकामा रहेको ब्याटल अफ गलवानमा समेत अभिनय गर्दै थिए, जसमा उनले चाइनिज आर्मीको भूमिका निर्वाह गरेका छन्। तर यो फिल्मको डबिङ नसकिँदै उनको मृत्यु भएको छ। प्रशान्तले धेरैजसो आफ्नो 3 वर्षको छोरीसँग धेरै समय बिताउने गरेको बताइएको छ र आफ्नो श्रीमती एयर होस्टेज भएको कारणले उनले छोरीलाई समय दिनुपर्ने बताइएको छ। प्रोग्रामको अफरहरू पनि धेरै क्यान्सल गर्नुपर्ने भएको छ उनको छोरीको कारणले। प्रशान्तको छोरीप्रति यति धेरै लगाव हुनको मुख्य कारण आमाको प्रतिबिम्ब देख्ने गरेको बताइएको छ उनको छोरीमा। सानै उमेरमा बाबु गुमाएका प्रशान्तले कोरोना कालमा आफ्नो आमालाई समेत गुमाएका थिए। त्यो समयमा उनी मुम्बईमै रहेको कारणले आफ्नी आमाको मृत्यु हुँदा पनि उनी दार्जिलिङ आउन पाएका थिएनन्। उनका बुबा प्रहरी सेवामा कार्यरत थिए। सवारी दुर्घटनामा बुवा बितेपछि प्रशान्तले प्रहरीमा जागिर पाएका थिए। इन्डियन आइडल विजेता हुँदा समेत उनी सिपाहीमै कार्यरत थिए। उपाधि जितेपछि उनले हिन्दी, नेपाली लगायतका अन्य भाषामा गीत समेत गाएका छन्। संसारभर प्रोग्राम गर्नको लागि पुग्ने गर्दथे। नेपालमा मात्रै नभएर भारतका विभिन्न मिडियामा सोहरूमा अभिनय समेत गरिरहेका प्रशान्त पछिल्लो समय अमेजोन प्राइमको पाताल लोक सिजन 2 मा एक भिलेनको भूमिकामा समेत उनी देखा परेका थिए, जसको निकै प्रशंसा भएको थियो। यस्ता प्रतिभाशाली गायक तथा नायक प्रशान्तको निधनले नेपाल लगायत फिल्मी इन्डस्ट्रीलाई स्तब्ध बनाएको छ। प्रशान्तले गत वर्ष परदेशी 2 को छायाङ्कन सकेर दार्जिलिङ फर्केका थिए भने आगामी फिल्म गोर्खा वारिजमा पनि देखिने भनिएको थियो। उनी भन्ने गर्दथे, म त भारतीय हुँ तर मेरो मन, तन, भाषा, संस्कृति सबै नेपाली हो। मेरो आधा मुटु नेपालमै धड्किन्छ भन्ने गर्दथे। प्रशान्त तामाङ प्रति हार्दिक श्रद्धाञ्जली, उनको आत्माको चिर शान्तिको कामना गर्दछु। साथै परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु। प्रशान्त तामाङ प्रति तपाईको धारणा कस्तो छ? च्यानललाई एक सब्स्क्राइब गरेर कमेन्टमा लेख्नुहोला। धन्यवाद।